हामी रेटिङलाई 1600 पुर्याउन लागिरहेछौँ। मैले ब्ल्याक पिसबाट खेलिरहेको छु। मेरो रेटिङ 1521, मेरो अपोनेन्टको 1528। 1600 यात्रामा छौँ। E4, मेरो अपोनेन्टले खेलेको छ र मैले C5, यो सिसिलियन डिफेन्स यसरी खेलेको छ। त्यस पछाडि उसले यो डेभलप गरेको छ, मैले नाइटलाई यसरी डेभलप गरेको छु यहाँ। र नर्मल सेटअप हामी जाँदैछौँ अपोनेन्टको। ओके, अब यो यसरी ब्लक भइसकेपछि यो साइड अब सबै ब्लक भइसकेपछि यो बिसपलाई हामीले यताबाट निकाल्नुपर्छ। र यो बिसप यहाँ दुई ठाउँ यसको डेभलप गर्ने ठाउँ छ, तीन ठाउँ। नभए अब रेगुलरली यताबाट डेभलप गरेर यसलाई यहाँ हाल्न पनि सकिन्छ। ओके, यसको टार्गेट यो छ। यो विक पनले डबल भएको चाहिँ यसको सिम्पल यसको तरिका छ, जुन चाहिँ अब क्यासल गरिदिँदा यो समस्या समाधान भइहाल्छ। किनभने यो टेक्निकल्ली अब यो पोइन्ट 5+1 छ भए पनि अब दुईवटा पिस ओपनिङमा हानेको दुईवटा पिस धेरै इम्पोर्टेन्ट हुन्छ। दुईवटा पिससँग एक्सर्साइज गर्ने कुरो हुँदैन। हामी यसमा सेटअपमा जान्छौँ, यसलाई डेभलप गर्छौँ, त्यसमा क्विन डेभलप गरेर रुखलाई कनेक्ट गर्छौँ है। चेस खेल्न सजिलो छ एकदमै धेरै। ओके, अब यो यहाँ डेभलप हुनुको पछाडि भनेको अब एउटा कारण त मैले यो गरेँ भने उसले पुस गरेर यो थ्रेट हुनसक्छ। त्यसले भन्दा पहिला हामी यसलाई एट्याक गर्छौँ। त्यसले गर्दा ओपनिङमा क्विनलाई अलरेडी मुभ गर्नु हुँदैन। ओके, सक्छ, ठिक छ। यसलाई एट्याक गरौँ, यहाँ हुनसक्छ। सिम्पली हामी ब्याक गइसकेको छ। अब हामी यसलाई डेभलप गर्दैछौँ। यो ओके, यो टार्गेट मेरो अपोनेन्टले यसलाई टार्गेट गरिरहेको छ। यो सिम्पल तरिकाले अब यसलाई डबल पुस गरेर पनि गर्न सक्छौँ, सिङ्गल पुस गरेर पनि यसलाई किक आउट गर्न सक्छौँ। धेरैवटा हामीसँग आइडिया छ कुन उपयुक्त हुन्छ भन्ने कुरो अब हामीले हेर्नु पऱ्यो। डबल हान्दाखेरि पुस आउन सक्छ, तर यो सिम्पली हामी यसलाई टेक्स खाइदिन सक्छौँ। डबल हानौँ, सेन्टर ओपन गर्नेले क्यासलिङ गरेको छैन, त्यसले गर्दा सेन्टर ओपन गर्ने हामी कोसिस गर्दैछौँ। तर अब कताबाट गर्ने, यो डेभलप भएर यसलाई एट्याक हुनसक्छ। अरू के हुनसक्छ, यसलाई एट्याक गर्न सकौँ। अपोनेन्टले कुन साइड क्यासल गरेको छ, अब जतिसक्दो छिटो हामीले यो साइड हामीले ओपन गर्नुपर्छ। र अब मेरो एट्याक फास्ट छ र हामी यो लाइन ओपन किङको अगाडिको हामीले ओपन गरिसकेका छौँ। अब हामी रुखलाई यहाँ डेभलप गरेर एट्याक गर्ने हामी कोसिस गर्छौँ। ओके, रुखलाई ओपन फायरमा ल्याउँछौँ अनि डेभलप गरेर यो ट्र्याप गर्ने एउटा कोसिस पनि गर्न सक्छ। अब यो अब यो यता ल्याएर फेरि यता जाने जस्तो अवस्था छ, ठिक छ। नर्मल्ली यो थ्रेड पनि दिन सक्छौँ। यो थ्रेड दिँदा अब यो सिम्पल यहाँ डेभलप हुन्छ, अथवा त्यसले गर्दाखेरि यो त्यति उपयुक्त छैन। ओके, अब यो सिम्पल छ। अब हामी यसलाई एट्याक गरिरहेछौँ। अब यसले ओके सिम्पल यहाँबाट चेक दिउँ।
र यसलाई पनि एट्याक गरिरहेछ। अब ओके सिम्पल एट्याक हामी यो लाइन ओपन गर्न खोज्दैछौँ। हुनसक्छ यसलाई हटाउनै पर्छ। किनभने यो पुस पनि नहोस्, पुस पनि नहोस्। ओके हामीले खाइदिएका छौँ। ओके यो पुस पनि अब हुँदैन किनभने यो एट्याक हुन्छ। हाम्रो नेक्स्ट मुभ यो पनि यसको ह्याङ्गिङ छ, त्यसले गर्दा पहिला त्यो खान पनि सकिन्छ। तपाईँलाई पुस गर्दा त अब उसले सेन्टर सोलिड गर्न सक्छ, त्यसले गर्दा पहिला त्यो थ्रेडहरू दिउँ, नभए यसलाई यता निकालेर। उसको एट्याक छैन, उसको एट्याक खासै छैन, उसको एट्याक छैन, उसको एट्याक छैन। सेक्रिफाइस आइडिया आउने पनि यो पनि पुस नभइसकेपछि ओके अब यसको पुस हुनसक्छ। त्योभन्दा अगाडि हामी एट्याक गरौँ। चेक हामी त्यस पछाडि यो पुस आउँछ, हामी सिम्पललाई खाइदिन्छौँ। किनभने यो ओपन फाइलमा हुँदा यो थ्रेड हुन्थ्यो, अरू थ्रेड छैन नाइटको। यो डेभलप हुने अवस्था छैन, यो पनि डेभलप हुने अवस्था छैन। ए ठिक रहेछ नि, पुस आयो भन्दा खानु नहुने रहेछ, किनभने यो त मेट यहाँनिर मेट रहेछ। अब यसलाई कभर गर्नु पर्यो। यसलाई कभर गर्नको लागि पुस आयो भने हामी सिम्पल किक आउट गरिदिँदाखेरि ओके। र अपोनेन्टले म्याच छोडेर गइसकेको अवस्था छ, मिस। र हामीले रेटिङ बढाएको छौँ 1542।